धनगढीमा रासपाको चुनावी सभा, रवि र बालेनले गरे सम्बोधन। रासपाकी मधेस सभापति ममताले दिन राजीनामा। बालेन सुटुक्क आए, 2 दिन घुमेर फर्किए। दर्शकबिन, राष्ट्रिय स्वतन्त्र पार्टी रासपाले आज कैलालीको धनगढीमा चुनावी सभा आयोजना गरेको छ। आगामी 21 फागुनमा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै रासपाले धनगढीको पशुपति टोलमा चुनावी सभा आयोजना गरेको हो। उक्त सभामा पार्टी सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाहले सम्बोधन गर्ने कार्यक्रम रहेको छ। यसअघि रासपाले मधेस प्रदेशको धनुषाको जनकपुरमा माघ 5 गते पहिलो उद्घोष सभा आयोजना गरेको थियो। बालेनले जनकपुरमा आयोजित सभाबाट आफ्नो पहिलो राजनीतिक अभियान सुरु गरेका थिए। आगामी फागुन 21 गते हुने प्रतिनिधि सभा निर्वाचनमा सभापति लामिछाने चितवन 2 बाट र वरिष्ठ नेता बालेन शाह झापा 5 बाट उम्मेद्वार भएका छन्। सुदूरपश्चिममा आफ्नो संगठनात्मक उपस्थिति मजबुत बनाउने प्रयास अनुसार आज धनगढीमा गरेको सभामा हजारौंको उपस्थिति रहेको रासपाले जनाएको छ। चुनावी सभा बिहान 11 बजेदेखि सुरु भएको थियो। उता झापा क्षेत्र नम्बर 5 का रासपा उम्मेद्वार बालेन शाह सोमबार बिहानैदेखि दमकमा घर दैलो गरिरहेको देखिए। दिउँसो गौरीगञ्ज पुगे। उनीसँग सचिवालयका सदस्य र पार्टीका 1-2 जना सदस्य मात्रै उपस्थित थिए। मंगलबार बिहान उनी आफ्नो सचिवालय सदस्य र केही सुरक्षाकर्मीसँग देखिएका थिए। मतदातासँग भेटघाट गरेका उनी दिउँसो काठमाडौँ फर्किए। बालेनको यो पटकको घर दैलोमा रासपा कार्यकर्ता देखिएनन्। उनले खबर पनि गरेका थिएनन्। कार्यकर्ता उपस्थित नहुनुलाई प्रतिस्पर्धीले चासोका साथ हेरेका छन्। तर बालेन शाहको सचिवालयले भने सल्लाहमै पार्टी कार्यकर्ता उपस्थित नभएको बताएको छ। खबर गरेर जाँदा भिडभाड हुने भएकाले बालेन सुटुक्क घर दैलोमा गएको सचिवालयले जनाएको हो। बालेनले मतदातालाई प्राथमिकता नदिँदा स्थानीय रासपा कार्यकर्ताहरू भने रुष्ट देखिएका छन्। उम्मेद्वारले आफूहरूलाई बेवास्ता गरेको भन्दै कतिपय कार्यकर्ताले सार्वजनिक रूपमै गुनासो गरेका छन्। केही दिन अघि बालेनको सचिवालयले केही मिडियासँग पार्टी कार्यकर्तालाई भन्दा बढी मतदातालाई भेट्न ध्यान दिइरहेको बताएको थियो। पार्टी सदस्यलाई समय नदिँदा नकारात्मक असर पर्छ भन्ने विषयमा पनि जानकार थिए। तर केही कार्यकर्ता रिसाए पनि खास फरक नपर्ने बालेनको सचिवालयले तर्क गरेको छ। उसो त बालेनले कहिल्यै घण्टीको लोगो लगाउँदैनन् भनेर आलोचना समेत हुन थालेको छ। वास्तवमा फागुन 21 गतेको प्रतिनिधि सभा निर्वाचनका लागि दलहरूले 4 गतेदेखि औपचारिक रूपमा चुनावी प्रचार प्रसार सुरु गरेका छन्। तर सामाजिक सञ्जालमा भने उम्मेदवारी दर्ता भएको दिन माघ 6 गतेदेखि नै प्रचार भइरहेको छ। उसो त 35 लाख भन्दा बढी फलोअर्स भएर पनि आफ्नो फेसबुक पेजमा राष्ट्रिय स्वतन्त्र पार्टी रासपाका वरिष्ठ नेता बालेन शाहले आफ्नो पार्टी र चुनाव चिन्हको कुनै प्रचार गरेका छैनन्। यति मात्रै होइन, उनले आफ्नो पेजबाट आफैलाई मतदान गर्न पनि भनेका छैनन्। रोचक कुरा त के छ भने बालेनले अहिलेसम्म प्रचारमा जाँदा गाडीमा पार्टीको झण्डा पनि राखेका छैनन् भने घण्टी चिन्हको ट्याग पनि लगाएका छैनन्। बालेनले आफ्नो फेसबुक पेजमा गएको पुस 13 गतेदेखि जम्मा 29 वटा पोस्ट गरेका छन्। पुस 13 गते रासपा र बालेन बीच पार्टी प्रवेशको सहमति भएको थियो र रासपालाई भावी प्रधानमन्त्रीका रूपमा बालेनलाई अगाडि सारेको थियो। सोही दिन बिहान बालेनले आफ्नो फेसबुक पेजमा रवि लामिछाने र आफू बीच भएको सहमतिको ड्राफ्ट हस्ताक्षर गर्दै गरेको फोटो पोस्ट गर्दै शुभ प्रभात लेखेर घण्टीको चिन्ह साझा गरेका थिए। त्यसयता उनले रासपा र घण्टीको पोस्ट गरेका छैनन्। झापा 5 मा उम्मेदवारी दर्ता गराएपछि 2 दिन झापामै बसेर ताप्लेजुङबाट चुनावी दौडमा होमिएका बालेनले आफ्नो फेसबुकमा भने त्यसको कुनै छनक दिएका छैनन्। माघ 9 गते ताप्लेजुङको पाथिभारा मन्दिरको दर्शन गरेको प्रमाण स्वरूप फोटो राख्दै जय पाथिभारा जय मुकुमलुङ लेखेका थिए। त्यसपछि सुदूरपश्चिमको पहाडी जिल्लाको भ्रमणमा निस्किएका उनले माघ 14 गते हिउँ सहितको बाटोको फोटो राखेर सुदूर अब दूर नै बिक्कै झिक्कै माया तमलाई लेखेका थिए। त्यसको भोलिपल्ट माघ 15 गते बालेनले बाजुरा जान लागेको भन्दै बडी मालिका माताले सबैलाई आशीर्वाद दिउन् भन्ने आशय सहित स्टाटस लेखेका छन्। त्यसयता माघ 16 गते शहीद दिवसको अवसरमा पटक पटक व्यवस्था फेरिए पनि सत्ताको चरित्र नफेरिएको भन्दै शहीदका सपना पूरा गर्न आफूहरू भएको सन्देश जारी गरी एउटा स्टाटस लेखेका छन्। बालेनले सोही दिन कर्णाली पुगेको फोटो राखेका छन्। माघ 18 गते आफ्नो चुनावी अभियानमा
खटिरहेका दिनेश सिटौलाको निधनको विषयलाई लिएर दिनेशको फोटो सहित श्रद्धाञ्जली दिएका बालेनले चुनावी अभियान बारे केही बोलेका छैनन्। माघ 21 गते सप्तकोशी पुगेका उनले ख्वालुङको बयान गर्दै बोटिङ गर्दै गरेको फोटो राखेका थिए। त्यस भ्रमणका क्रममा उनले उदयपुरको उदयपुर सिमेन्ट उद्योग क्षेत्रमा पुगेर फोटो हालेका थिए। माघ 22 गते भने उनले आफ्ना समर्थकलाई सम्बोधन गर्दै 2 लाइन स्टाटस लेखेका छन्। माया मात्रै रहेछ देशभरि, यसरी नै देशलाई माया गर्नु देश बन्छ भनेर लेखेका थिए। त्यस्तै बालेनले माघ 24 गते झापा गोल्ड कपमा देखिएको दर्शकको क्रेजको फोटो राख्दै एउटा स्टाटस लेखेका थिए भने माघ 25 गते नेपाली टोलीले विश्वकप क्रिकेट खेल्न लागेकोमा शुभकामना दिँदै सन् 2014 को विश्वकप क्रिकेट प्रतियोगितामा नेपालले अफगानिस्तान र हङकङलाई हराएको भन्दै त्यस बेलाका क्रिकेटर ज्ञानेन्द्र मल्लको उत्कृष्ट प्रदर्शनको प्रशंसा गरेका थिए। त्यति मात्रै होइन, उनले ज्ञानेन्द्र मल्ल समानुपातिक उम्मेद्वार रहेको भन्दै क्रिकेटदेखि सदनसम्म भन्ने शीर्षक नै दिएका थिए। फागुन 1 गते उनले गोर्खाको गोर्खा दरबार सहित आफ्नो फोटो पोस्ट गर्दै एउटा देश एउटा नेपाल आज गोर्खा दरबार लेखेका छन्। फागुन 3 गते शिवरात्रिको अवसरमा पशुपतिनाथ मन्दिरको फोटो राख्दै बालेनले हर हर महादेव धर्म रक्षति रक्षित भन्ने स्टाटस लेखेका छन्। त्यसयता त्यही नै बालेनको अन्तिम स्टाटस हो। रासपाको तर्फबाट बालेनले कहिल्यै पनि घण्टी र पार्टीको झण्डाको बारेमा आफ्नो वालमा पोस्ट गरेका छैनन्। दर्शकबिन उता राष्ट्रिय स्वतन्त्र पार्टी रासपा मधेसकी संस्थापक सभापति ममता शर्माले राजीनामा दिएकी छिन्। राजनीतिमा युवा पुस्ता आउनुपर्छ र जान्नेलाई छान्ने भन्ने मूल नारा भए पनि व्यवहारमा ठिक विपरीत शैली भएको भन्दै उनले रासपाको साधारण सदस्यमा समेत नरहने गरी उनले एउटा विज्ञप्ति मार्फत राजीनामा दिएकी छन्। उनले आफ्नो विज्ञप्तिमा भनेकी छन्, राजनीतिमा युवा पुस्ता आउनुपर्छ र जान्नेलाई छान्ने भन्ने मूल नाराले प्रेरित भई म यस पार्टीमा आबद्ध भएकी थिएँ, तर आसन्न फागुन 21 गतेको निर्वाचन सम्बन्धित पार्टीले अवलम्बन गरेको पद्धति, पार्टीको निर्णय तथा कार्यशैली रासपाको स्थापनाकालीन मूल्य, पार्टी विधान र सार्वजनिक प्रतिबद्धता भन्दा ठिक विपरीत भएको अनुभव गरेको छु। उनले रासपामा दिनरात खटिएका क्षमतावान घण्टी मित्रको योगदानको उचित मूल्याङ्कन नभएको, विधि र विधान विपरीत क्रियाकलाप भएको, पार्टीका सिद्धान्त व्यवहारमा कार्यान्वयन नभएको आरोप समेत लगाएकी छिन्। त्यस्तै उनले मुख्य गरी रासपामा आर्थिक अनियमितताबाट पार्टीका निर्णय भएकोले आफू यी सबै क्रियाकलापको साक्षी बसेर अब मौन रहिरहन नसकेको बताएकी छिन्। मूलत आर्थिक अनियमितताबाट पार्टीका निर्णय प्रेरित भएकोबाट मेरो आत्मसम्मान र राजनीतिक मूल्यमाथि आँच आउने परिस्थिति बनेको छ। यी सबै क्रियाकलापको साक्षी बसेर म अब मौन रहिरहन असमर्थ छु, उनले विज्ञप्तिमा भनेकी छिन्। ममताले रासपालाई मधेसमा एक ढिक्का बनाएर 8 जिल्लामा चिनाएकी थिइन्, तर पार्टीका पार्टी प्रवक्ता मनिष झा र अमरेश सिंहको मिलेमतोमा रविले टिकट अर्कैलाई दिएर बाँडेपछि उनी असन्तुष्ट भएकी थिइन्। साथै संस्थापक सभापति शर्माले टिकट नपाएपछि पार्टीभित्र आन्तरिक विवाद सतहमा देखिएको थियो। त्यस्तै दुर्गा प्रसाईलाई 4 दिन हिरासतमा राख्न प्रशासनले अनुमति दिएको छ। हिजो राति पक्राउ परेका दुर्गा प्रसाईलाई जिल्ला प्रशासन कार्यालयले 4 दिन हिरासतमा राख्न अनुमति दिएको हो। उनी विरुद्ध अफवाह फैलाएर सार्वजनिक शान्ति विरुद्धको कसुर गरेको आरोप लागेको छ। उनलाई हिजो आफ्नै निवासबाट पक्राउ गरी जिल्ला प्रहरी परिषद काठमाडौँको हिरासतमा राखिएको छ। तर मेडिकल व्यवसायी दुर्गा प्रसाईले भने सर्वोच्च अदालतमा मंगलबार बन्दी प्रत्यक्षीकरण रिट दर्ता गराएका छन्। भक्तपुर स्थित निवासबाटै सोमबार राति सुरक्षाकर्मीले पक्राउ गरेपछि प्रसाईको हकमा उमा प्रसाईले सर्वोच्चमा रिट दर्ता गराएका हुन्। बुधबार र बिहीबार सार्वजनिक बिदा परेकाले यसको पेशी फागुन 8 गते शुक्रबारका लागि तोकिएको छ। पक्राउ पर्नु अघि प्रसाईले आफूलाई प्रहरीले धरपकड गरेको र गिरफ्तार गर्न खोजेको भन्दै प्रहरी परिषद काठमाडौँलाई विपक्षी बनाएर सर्वोच्च अदालतमा रिट दिएका थिए। प्रसाईले दिएको रिटमा सर्वोच्च अदालतका न्यायाधीश नित्यानन्द पाण्डेको इजलासले अन्तरिम आदेश दिन अस्वीकार गरेपछि सोमबार उनी पक्राउ परेका थिए। यसअघि माघ 23 मा पनि पक्राउ परेका प्रसाई हाजिरी जमानीमा छुटेका थिए। त्यसबेला निर्वाचन बारे उनले बोलेका कुरालाई प्रहरीको साइबर ब्युरोले अनुसन्धानको आधार बनाएर बयान लिएर छाडेको थियो। प्रसाईले फागुन 21 मा हुन लागेको निर्वाचन बिथोल्ने अभियान सुरु गर्न लागेको आशंकामा प्रहरीले उनलाई पटक पटक पक्राउ गर्दै छाड्दै आएको छ। माघ 5 मा पनि पोखराबाट पक्राउ परेका प्रसाईसँग प्रहरीले बयान लिएर छाडेको थियो। दर्शकबिन, हामीले समाचार स्रोतका लागि विभिन्न अनलाइन मिडियालाई लिएका छौं। तपाईलाई यो भिडियो कस्तो लाग्यो आफ्नो प्रतिक्रिया दिन नभुल्नुहोला।